भन्ने यता त मात्रै के कालो कहाँबाट गर्नु गयो मान्छेहरूलाई यहाँ जरिमाना सहित 1 वर्ष कारबाही गर्नुपर्छ। हेर्नुस् अब बाँकीको कुरा अगाडि हेर्दै जाऊँ गाइज, फलो मी। हेलो गाइज, वेलकम टु माई ब्लग हो क्या। यहाँ हाम्रो रितेश यसबाट हामीलाई ब्लग लिएर यताबाट पोरो आउँछ साइ यताबाट यसबाट आइफोनबाट हामी खैर आइफोन आज आज हाम्रो इक्जामको फर्स्ट दिन है। इक्जाम त फेरि पत्र दिने होइन। डल्लु सर के भन्न चाहनुहुन्छ? ओइ ओइ बिदा होला है भोलि त बिदाई छ। होला ताकिरे जस्तो अँध्यारो अँध्यारो छ। म त के होइन त्यति कालो छु। अघि देखिएन हेर्नु यहाँ यहाँबाट तँबाट उज्यालो देखिन्छ। उज्यालो देखिएछ भाइ यहाँ उज्यालो भइसक्यो त नि। अँध्यारो देखिएछ त। त्यस साइड खिच यस साइड खिच्छु नि दुइटा हाल्ने। म तबाट लाग्छ कि हाल्नु भने त्यस्तो हुन्छ है एउटा भिडियोमा छ है। यस्तो दुइटा यस्तै बनाउनु जाने अनि ठ्याङ्ग ठोक्किने अनि यस्तरी हेरेर जाने कि। अनि मलाई एडिट गर्नै आउँदैन के नत्र एडिट गर्न आउने। म एडिट त आउँछ कि है। मैले किन छोडिदिएको भ्लग थाहा छ? लास्ट टाइम लिने यार त भ्लग धेरै टाइम हेरौँ कि। हेलो गाइज, आज चाहिँ हामी एक्जाम दिन जाँदै खतरा देखियो। ए मलाई आउने गरे ए गरे त्यसै नभन न कस्तो हल्ला। लाइटम्यान रितेशको मुखमा सोल्टीको मुखमा रितेश नि घोरे हान्ने भन्ने यता त मात्रै के कालो कहाँबाट गर्नु गयो। ए माइन्ड नगर कालो कालो नबन्नु हामी कुनै धोती होइन। वाह 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 कालो नबन्नु हामी कुनै धोती होइन। के हामी केही आउँदैन। हामी मधेसी भयो नि नेपाली होइन। वाह वाह ए इक्जाम दिएपछि छिर्न कम मजा आउँछ। ए आज त म त 3 घन्टै बस्दिनँ। बोल्न भ्लगमा नि कस्तो नबोल्ने यार। कस्तो हात दुखेको तिम्रो कि साइलेन्ट भ्लग होइन। तिमीहरूको भिडियो हालिन्छ चाहिँ भाइरल हो नि। ल 3 घन्टा त यसरी है सर यसरी तर हात गल्दो रहेछ यार लास्ट। दुःख त गर्नु पर्यो। आज के एक्जाम अरे? आज इङ्ग्लिस इएनजी एक्जाम। हेर यो भ्लग आउँछ साँच्चै युट्युबमा फेरि जे पाइँदैन बोल। यता फर्केर यता यता ल भाइरल लास्टमा प्रधानले पो दिएको कि अस्ति अन्त ढुक्क दिइरहेको कि म हजुर यो खुट्टाउँछ नि होइन यस्तो दिइरहेको कि ए म त हजुर लाग्यो। म त पेट दुखेर पोखरा सिटी कति बजेर 6:05 कति टाइयो त नि 5 मिनट आइपुगेछ त। लद्दुकोटीमा 10 मिनट तल हो क्या। आजको मौसम देखाइदिनुहोस्। अलि यस्तो गर्न थुत्न देखेन गर्मी बढ्यो। यो लाइन चाहिँ कट यो लाइन चाहिँ कट हो क्या। किन बढ्यो गर्मी? ग्यासी हुन भन्ने ए यो राजतन्त्रको फेरि ग्यासी भएन भने त तिमीहरूले टुवेल पनि हुन्न नि। सरहरू आन्दोलनमा दुखेको ठाल्ने के अरे ग्यासी नभन्दै डाइरेक्ट 11-12 मा पुग्ने रे के। यो मान्छे यो राजा आयो त्यो भएर भन्छ अब फेरि अरे। आउनुहोस् क्यामेराम्यान फोकस गर्नु त्यहाँ फोर हेर्नुहोस् तपाईँको स्थानीय मान्छेहरूले दिनदिनै सफा गर्दा पनि यहाँ घुम्न आउने मान्छेहरूले यहाँ फोहोर फालिरहेको छ। तपाईँको यहाँ फोहोर हेर्नुहोस्। यस्तो घुम्न आउने मान्छेहरूलाई यहाँ जरिमाना सहित 1 वर्ष कारबाही गर्नुपर्छ। हेर्नुहोस्
सक्दिन हेर्नुहोस् यहाँ यो पर्यटकीय स्थलमा तपाईँको घुम्न आउने मान्छेहरूले यति फोहोर गरेको छ नि हेर्न सक्नुहुन्छ तपाईँहरू हेर्नुहोस् यहाँ हेर्नुहोस् फोहोर यिनीहरूलाई हामीले कस्तो कारबाही गर्नु भनेर अब म कारबाहीको माग गर्न चाहन्छु त्यहाँ माथि हेर्नु त्यतासम्म फोहोर फाल्नु त्यसले गाई हाम्रो वातावरण सफा गर्नुपर्छ ल हेर्नुहोस् यस्तो हरियाली जङ्गल यस्तो राम्रो बाटोमा फोहोर गर्ने कस्तो पशु अब बाँकीको कुरा अगाडि हेर्दै जाऊँ गाइज फलो मी सही होला हरियाली जङ्गल यतातिर बजार यस्तो राम्रो वातावरणमा आएर ल्याप्ट फोहोर फालिदिने ल हेर्नुहोस् यहाँ स्थानीय मान्छेहरूले हप्तामा एकचोटि फोहोर जम्मा गरेर जलाउँदा पनि सकेको छैन कतिसम्म फोहोर गर्न सकेको यो मादर ल हेर्नुहोस् गाई त्यहाँ हालेको 1 महिना भएको छैन लाइट पिताल्दिएको छ कस्तो हो तिनीहरूको यतातिर हेर्नुहोस् क्यामेराम्यान चारैतिर घुमाइदिनुहोस् वातावरण यस्तो फोहोर गरिदिएको छ ल हेर्नुहोस् रुखमा प्लास्टिक फालेको छ यही हो मानिसको मन ओ यतातिर हेर्नुहोस् यसलाई त एडिट नि हान्न पर्दैन यार सिधै हाल्दियो एडिट गर्न पर्दैन म बेच्छु त्यही बोल्छु यतातिर हेर्नुहोस् पहिरोहरू गएको छ सबैजना अबदेखि जोगेर हिँड्नु होला अब बाढी पहिरोको धेरै सम्भावना देख्यो ल हेर्नुहोस् गाइड यहाँको के भन्छ यसलाई केटा लाइट भन्छ होइन ऐना पो छ अब यहाँ सवारी दुर्घटना हुने धेरै चान्सेस छ यस्तो राम्रो बस्तीको यतातिर रहेको रोडमा फोहोर गरेको छ उहाँ माथि छ अरे के मन्दिर एकदम धार्मिक स्थल के मन्दिर रे माइको मन्दिर रहेको हामीलाई स्थानीयले जानकारी पक्कै पनि हामी त्यहाँ जानेछौँ त्यही फुटेजहरू हामी तपाईँलाई देखाउने नै छौँ अरू केही भन्न चाहन्न म यो फोहोरहरू देखेर निशब्द भयो नि 2-4 शब्द अझै हान्न मन छ मलाई तर बाँकीको तल यता देखाउनुहोस् ल हेर्नुहोस् यति सुन्दर ठाउँ पोखरामा यस्तो फोहोर भेरी ब्याड गाई यो आज पुस्तक पसलको काका रहेछ टुरिस्टलाई होइन पिकनिकमा बोलाएर ए को हो र त ऊ त्यो रहेछ क्या त्यो हाम्रो त्यो स्टेसनरी छ नि त्यो स्कुल अगाडि आन्टीको बुढा रहेछ कि यता माथि कोटी घरको यहीँको हो त भगवान् त्यसले कति गाडी आएको यस्तो गाडी आयो भने म त डिटेल्स सक्नु चाहन्छु भिडियोमा त यस्तो भनिरहेको थियो नि ध्यान दिएको थियो टुरिस्टकोमा त्यसको साथीले के लगायत हामीले अब हामी युवाहरू जाग्ने पालो आइसकेको छ अब हामीले यो सफा गर्नु औँठीको फ्लेक्स हान्छ है अझै कति 150,000 होइन 1,50,000 त्यसको 1,50,000 त त्यो उसको क्यामेरै गएको होइन क्यामेरा होइन क्या उहाँ विदेशबाट त्यो अमेरिकाबाट नेपाल आउनमै लाग्छ पैसा त्योभन्दा नि बेसी लाग्छ खान पऱ्यो त्यो बुढोले खारेछ क्या हल्का त्यो त्यसको टुरिस्टको भिडियो राम्रोसँग हेरेको त्यहाँ एउटा मान्छेले यस्तो नबोल भनिरहेको थियो कि त्यो एउटा खाना हालिदिन्छ दिन्छ राम्रै भन्छ त्यो मान्छेको बारेमा नि म अहिले 2-4 शब्द बोल्न चाहन्छु तर त्योभन्दा मेन पोइन्ट हामीलाई वातावरण सरसफाइ गर्नु छ क्या ओए कति घुर देखाएको यार रितेशलाई यस्तोले घुरेर मलाई मतलब छैन अरू केही उद्या फोहोर गर्नेहरूलाई पनि टुडिसेलको डाँडामा राखेर एक लात्ता हानेर तपाईँको हेर्न सक्नुहुन्छ पोखराको स्तूपा पुम्दीकोट जाने मन्दिर बाटो जति बोले त्यति मेरो मुखबाट शब्द निस्किन्छ गाली हो क्या अब यो म गरेरै देखाउँछु धेरै बोलेर होइन ल हेर्नुहोस् यतातिर हेर्नुहोस् ओ माइ गड ल हेर्नुहोस् त्यहाँ फोहोरको पोका राख्नुपर्छ
पोखरा महानगरपालिकाको त्यो के अरे त्यसको नाम त्यो मेयरको के अरे उयो नि मेयरको नाम बिर्सिएन मैले नगरपालिकाको गाडी कतातिर जान्छ यार यतातिर फोहोर उठाउन आउनु पर्यो यस भिडियो मार्फत म तिनीहरूलाई जानकारी गराउन चाहन्छु कि यस स्तुपा जाने बाटोको सरसफाइ गरियोस् नत्र भने अर्को पालि मम्मीहरू सही हो। यतातिर फोहोर बाटोको हालत भन न बाटोको हालत फोहोरको कुरा सकेको छैन म बाटोकोमा बोल्न चाहन्न यो अर्को न्युजमा आउनेछ बाटोको बारेमा म छुट्टै भिडियो बनाउँछु धमाला जस्तो हो क्या धमला त मेरो भाइ हो साला गर्दा पागल ल हेर्नुहोस् यतातिर हो यतातिर यतातिर हेर्नुहोस् गाइस यस्तो फुल बोल्नै लाज लागिसक्यो बोल्नै लाजिसक्यो कति कुरा उठाउनु गाइस ल हेर्नुहोस् यतातिर ल यतातिर हेर्नुहोस् यहाँ बाटो सुन्दर भन्दा पनि हामी फोहोरको बिचमा हिँडेको अनुभव भइरहेको छ हामीलाई मन्दिर जाने पवित्र जाने बाटो भन न मन्दिर जाने माथितिर होइन दुईटै मन्दिर होइन त फोहोरको विषयमा हामी यस स्थानीयसँग थोरै कुराकानी गर्नेछौँ हेलो भाइहरू कता हेलो भाइ ल हेर्नुहोस् सुन्दैन बाटोको विषयमा त म अब आउने नयाँ भिडियोमा छुट्टै कुरा गर्नेछु गाइस अहिले हामीसँग फोहोरको विषयमा मात्रै कुरा गर्नेछौँ यतिको लागि धेरै छ यार फोहोरको लागि कन्टेन्ट ल भाइ यो आजको लागि हस्त धन्यवाद गर्दै आजको लागि ल यति भन्न चाहन्छु यस विषयमा सम्बन्धित व्यक्तिको ध्यान जाओस् भन्दै म यो भिडियोलाई सबैलाई सेयर लाइक कमेन्ट गर्न अनुरोध गर्दछु भन्दै यो भिडियो यहीँ टुङ्गाउन चाहन्छु हस्त धन्यवाद कट ल सही हो ल हाम्रो समाचार भ्याइएको छ अब भ्याइएको छैन गाइस यो भिडियो मात्रै भ्याइएको बाटोको विषयमा त्यसपछि अन्य कुराहरूको अझै आउनेछ भिडियो जबसम्म यो कुरामा स्थानीय सरकारले ध्यान दिन्न तबसम्म म जागिरहन्छु त्यो खाल्टोमा पानी हेर्नु सक्यो यति कारणले सवारी दुर्घटना हुन सक्छ अघि बिहान भर्खरको घटना गाइस उहाँमाथि यस्तै रोडको कारणले एकजना बहिनीको सवारी दुर्घटना भएको छ गाइस त्यसै कारणले ऊ अहिले कलेज जान पाएको छैन त्यसै कारणले अर्को भिडियोमा भन्छु ल यति नै आजको लागि अहिले कन्टिन्यू भन हुन्छ अब एक्जाम दिएर आइसकेपछि ल बाई एकछिन लागि बाई अन्त डल्ले बाई 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 हाम्रो पत्र